नमस्कार तथा स्वागत छ तपाईहरुलाई न्यू आइपिओ अपडेट नेपाल युट्युब च्यानलमा। नेपाली शेयर बजार सम्बन्धी हरेक नयाँ जानकारी तपाईहरुमाझ प्रस्तुत गर्ने क्रममा आज हामी विशेष गरी क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको बारेमा विस्तृत चर्चा गर्नेछौँ। हालै मात्र यस कम्पनीको आइपिओ निष्कासन भई डिम्याट खातामा जम्मा भइसकेको छ र यसको दोस्रो बजार कारोबार कहिलेदेखि सुरु हुन्छ भन्ने विषयमा धेरै लगानीकर्ताहरुमा चासो छ। यस कम्पनीको सेकेन्डरी मार्केटमा ओपनिङ रेन्ज कति हुनेछ, कम्पनीको शेयर मूल्य कहिलेसम्म वृद्धि हुन सक्छ, बोनस शेयर दिने सम्भावना कति छ, साथै यो कम्पनीलाई लामो समय होल्ड गर्न राम्रो होला कि छोटो अवधिमा बेचेर नाफा लिनु उचित होला भन्ने प्रश्नको उत्तर आजको यस विस्तृत विश्लेषणमा दिइनेछ। भिडियो पुरा हेरेर साथ दिनुहोस् र यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोस् ताकि नेपाली शेयर बजार सम्बन्धी सम्पूर्ण अपडेटहरू तपाईले सजिलै प्राप्त गर्न सक्नुहुनेछ। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले केही समय अघि आइपिओ निष्कासन गरेको थियो, जुन फागुन 22 देखि 26 गतेसम्म सर्वसाधारणको लागि खुल्ला गरिएको थियो। यस कम्पनीको करिब 18,45,000 किता शेयर बजारमा ल्याइएको थियो, तर लामो समयसम्म डिम्याट खातामा दाखिला हुन सकेको थिएन, जसले गर्दा धेरै लगानीकर्ताहरू चिन्तित देखिन्थे। अब भने अन्ततः यो शेयर लगानीकर्ताहरूको खातामा आइसकेछ, जसले गर्दा उत्साहको माहौल देख्न सकिन्छ। धेरैको चासो रहेको विषय भनेको यसको दोस्रो बजारमा लिस्टिङ कहिलेसम्म हुन सक्छ भन्ने हो। सम्भावित रूपमा शुक्रबार लिस्टिङ भएन भने आइतबार सार्वजनिक बिदा भएकाले सोमबार लिस्टिङ हुने सम्भावना रहन्छ, जुन अनुसार मङ्गलबारदेखि कारोबार सुरु हुन सक्नेछ। बजार खुल्दा यसको ओपनिङ रेन्ज कति रहन्छ भन्ने चर्चा गरौँ। कम्पनीको नेटवर्थलाई हेर्दा यसको प्रारम्भिक मूल्य ₹100.86 देखिन्छ, जुन सेकेन्डरी बजारमा नेटवर्थको 3 गुणासम्म पुग्न सक्ने अनुमान गरिएको छ। यसको अर्थ ओपनिङ रेन्ज करिब ₹302.58 सम्म पुग्न सक्नेछ। यदि तपाईले पहिलो दिन 10% सर्किट लाग्यो भने मूल्य ₹332 सम्म पुग्न सक्नेछ, दोस्रो दिन ₹365 र तेस्रो दिन ₹400 र चौथो दिन ₹440 सम्म पुग्न सक्ने सम्भावना रहन्छ। तर यदि नकारात्मक सर्किट लाग्यो भने मूल्य घट्ने सम्भावना पनि रहन्छ। लगानीकर्ताहरूलाई अर्को चासोको विषय भनेको क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सम्भावित बजार मूल्य हो। गार्जियन माइक्रो लाइफ इन्स्योरेन्ससँग तुलना गर्ने हो भने गार्जियनको शेयरले निरन्तर 17 देखि 18 दिनसम्म सर्किट हानेको थियो, जसले गर्दा यसको मूल्य ₹2,778 सम्म पुगेको थियो। अहिले त्यो मूल्य ₹2,420 आसपास झरेको छ, तर प्रारम्भ यसले धेरै लगानीकर्ताहरूलाई राम्रो नाफा दिएको थियो। त्यसैगरी क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य भने ₹1,500 देखि ₹2,000 सम्म पुग्न सक्ने अनुमान गरिएको छ। यदि बजारमा पर्याप्त डिमान्ड रह्यो भने यसको मूल्य अझ माथि जान सक्छ। बोनस शेयरको सम्भावना भने तत्कालका लागि न्यून देखिन्छ, किनभने कम्पनीको वित्तीय अवस्था हालै मात्र स्थिर भएको छ, तर आगामी वर्षहरूमा व्यापार विस्तार भएसँगै राम्रो मात्रामा बोनस शेयर दिन सक्ने सम्भावना छ। त्यसैले गर्दा दीर्घकालीन लगानीको हिसाबले हेर्ने हो भने यो कम्पनी होल्ड गर्दा भविष्यमा राम्रो प्रतिफल प्राप्त हुन सक्छ। तर यदि छोटो अवधिमा मुनाफा लिने योजना छ भने बजार मूल्य उच्च भएपछि बेच्ने निर्णय लिन सकिन्छ। अब मुख्य कुरा, लगानीकर्ताले सेकेन्डरी बजारमा कस्तो रणनीति अपनाउने। यदि अधिकांश लगानीकर्ताले ₹700 देखि ₹800 पुग्न साथ बिक्री गरे भने मूल्य स्थिर रहन्छ वा तल झर्न सक्छ। तर यदि डिमान्ड उच्च रह्यो र धेरैले होल्ड गर्न चाहे भने मूल्य ₹1,500 देखि ₹2,000 सम्म पुग्न सक्छ। गार्जियन माइक्रो लाइफ इन्स्योरेन्सको प्रारम्भिक मूल्य वृद्धिको आधारमा हेर्दा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स पनि त्यस्तै गतिमा अघि बढ्न सक्छ। यदि तपाईले सेकेन्डरी बजारमा बिक्री गर्ने सोच राख्नुहुन्छ भने ₹1,500 को आसपासमा पुगेपछि मूल्यको उतार चढावलाई ध्यान दिएर बिक्री गर्न रणनीति बनाउन सक्नुहुन्छ। तर दीर्घकालीन रूपमा हेर्दा कम्पनीले भविष्यमा राम्रो प्रतिफल दिन सक्ने सङ्केतहरू देखिएको छ। त्यसैले जसलाई छोटो अवधिमा नाफा लिनु छ उनीहरूले उच्च मूल्यमा बेच्न सक्नेछन् भने दीर्घकालीन लगानीकर्ताहरूले बजार विश्लेषण गर्दै होल्ड गर्न सक्नेछन्। साथीहरू, तपाईहरुलाई के लाग्छ? क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य सेकेन्डरी बजारमा कति पुग्न सक्छ? तपाईहरुले कति किता आइपिओमा पाउनु भएको छ? तपाईहरुको शेयर रणनीति के छ? कृपया कमेन्ट गरेर आफ्नो विचार राख्नुहोस्। साथै तपाई कुन ठाउँबाट यो भिडियो हेरिरहनु भएको छ त्यो पनि कमेन्ट गर्नुहोस्।
तपाईहरूको समर्थनको लागि धेरै धन्यवाद। नेपाली सेयर बजार सम्बन्धी कुनै पनि जिज्ञासा भएमा कमेन्ट गर्नुहोस्। म सकेसम्म छिटै उत्तर दिने प्रयास गर्नेछु। हामीलाई साथ दिनुभएकोमा धन्यवाद। आगामी भिडियोहरूमा भेटौँला भन्दै म हजुरहरूबाट बिदा हुन चाहन्छु। धन्यवाद।